गुड मर्निङ गाइज। आज चाहिँ मेरो फुटबल क्लास हो नि। आज आवाजको फुटबल क्लास छ अनि म चाहिँ आवाजलाई लिएर हिँडेँ। हामी दुईजना चाहिँ साइकल लिएर जाने। आवाज आफ्नो साइकल, म चाहिँ आफ्नो साइकल। आफ्नो त नभन, हामी घरको बाबाले आर्यनले मैले सबैले एउटै साइकल चलाउँछ। हाम्रो साइकल डिफ्रेन्ट हो। आवाजको चाहिँ एउटा डिफ्रेन्ट छ। आवाजको चाहिँ उता मेरो चाहिँ यो भयो। अब साइकलमा गएर ट्याक्क लागेर आवाजको त्यो खेल्ने ठाउँमा गएर अनि आवाज चाहिँ फुटबल आवाज चाहिँ फुटबल खेल्छ। म सुतिरहेको थिएँ अनि ठुलो मम्मीले भाइले लिएर जाऊ भन्नुभयो अनि दाइ लेजी भयो। अब अर्जुन दाइ जान्छु अनि त्यसपछि साइकल लिएर अनि अब साइकल लिएको बेलामा चाहिँ म यसरी भिडियो गर्न चाहिँ मिल्दैन। अलिक उतापट्टि गएपछि चाहिँ एकचोटि खिच्छु अनि पार्कमा गएपछि भेडाउला गाइज। गाइज अहिले चाहिँ हामी राम्रोवाला पार्कमा आइसक्यौँ। यो चाहिँ यस्तो दामी भ्यू छ अनि आवाज चाहिँ उतापट्टि छ खेल्न गएको नेपाली बच्चाहरू सबै छन्, बुढाबुढीहरू। अनि आवाज पनि छ अनि रोनाल्डोको ड्रेसअप लगाएको मान्छे पनि छ, एउटा फुच्चे बच्चा। अनि त्यसपछि म चाहिँ यहाँ अहिले यसरी हिँडिरहेको कि म चाहिँ मर्निङ वाक गरिरहेको कि यहाँ। अनि साइकल चाहिँ हामीले वहाँ पर राखेको छौँ। आवाजको साइकल र मेरो साइकल दुइटै एउटै ठाउँमा हो, त्यो पुन्टे साइकल देखेको ठाउँमा। त्यहाँबाट यस्तो दामी भ्यू छ, यहाँ चाहिँ यस्तो छ। म चाहिँ जान्छु सुई यसो वाकिङ गर्छु अनि त्यसपछि त्यहाँ चाहिँ मान्छेहरू। यो पार्क चाहिँ एकदम ठुलो छ के, वहाँ परदेखि यहाँ परसम्म छ। अनि यतापट्टिको साइडमा पनि अलिकति उता त्यो यहाँबाट यो ग्राउन्ड छ, यहाँ चाहिँ खेल्ने ग्राउन्ड छ, बास्केटबल फुटबलहरू खेल्ने ग्राउन्ड छ। त्योभन्दा नि उतापट्टि पनि छ। अनि यो साइडमा चाहिँ यतापट्टि चाहिँ पिङहरू अनि चिप्लेटीहरू बच्चाहरूले खेल्ने कुराहरू छ। त्यस्तो छ। यी माछाहरू नि हुन्छ यहाँ खोलामा चाहिँ। अहिले चाहिँ छैन पनि, सफा गरेर चाहिँ क्या यस्तो साह्रो उस्तो थिएन पहिला। अलिअलि झारहरू थियो कि पहिला सायदै, मलाई त्यस्तो लाग्यो। म पहिला यहाँ नआएको नि धेरै नै भइसक्यो। पहिला नै एकचोटि 2-3 महिना पहिला आएको थिएँ अनि त्यसपछि आज आउँदैछु बल्ल। यस्तो दामी छ। अहिले आवाजले फुटबल खेलेको पनि खिच्न पाला यसो एकैछिन। आवाजले कस्तो खेल्दो रहेछ। यस्तो दामी छ कि पानीको फ्लो। नाइस ठाउँ छ यार। यस्तो के आनन्दको के पिसफुल ठाउँ छ क्या। यसरी बस्ने, कुर्सीमा बस्ने अनि त्यसपछि के भन्छ रेस्ट गर्ने, योगा गर्ने। वहाँ पर एकजना बाजेले गिटारहरू बजाइरहेको थिएँ। त्यहाँदेखि जाम कि यसो गएर यसो मनी बजाउँछु न भनौँ कि भनेको लाज लाग्यो कि। यस्तो छ मान्छेहरू आनन्द। कोही साइकल लिएर आहान्, कोही चाहिँ यसै आहान्। रमाइलो छ यार। जाम आवाजले खेलेको हेर मैले त गएर। यहाँ बुढाबुढीहरूलाई सबलाई हेरेँ, यसो याद गरेँ होइन। मेसीको फ्यान, रोनाल्डोको फ्यान धेरै रहेछन् कि यहाँ फेरि पुरा होइन। मेसीको टी सर्ट लगाएको त्यो एउटा सानो बहिनीले धरि मेसीको टी सर्ट लगाएको छ। त्यो भाइले रोनाल्डो 7, उतापट्टिको एउटा भाइले रोनाल्डो 7। अनि धेरैजनाले मेसी रोनाल्डोको ड्रेस पुरा लगाइरहेको। बलसल फालेको फालिखान्। म चाहिँ उतापट्टि जान्छु एकैछिन। यिनीहरू खासै खेलेनन्, त्यो वार्मअप मात्रै गरेछन्, खेल्दैनन्। कति बेलाबाट गेम सुरु हुन्छ कि केही हुन्छ कि भनेर कुरेको खै केही सुरु भएन। म चाहिँ उतापट्टि यसरी उता जान्छु हिँड्दै। तर नेपाली मान्छेहरू कति धेरै यहाँ त, म त दङ्ग परेँ। भन्नाले सबै के अब आफ्नो बाबा मम्मी जापान आएर अनि यसरी छोराछोरीहरूलाई जापान लिएर आउनुभएको भनेपछि अब यिनीहरू यो सबैजना नेपालीहरू हो क्या। यो सब नेपालीहरू हो क्या यिनीहरू। यता सबै नेपालीहरू मात्रै छन्। बिहानमा यहाँ पार्कमा आउने भने चाहिँ नेपालीहरूलाई मजाले भेटिँदो रहेछ। यस्तो दामी छ।
धेरै बेर कुरिसकेँ हाम्रो भाइहरूको त गेमै स्टार्ट हुँदैन वार्मअप मात्रै गराएकै गरेछन् बिचराहरू केटाकेटीहरू बिहान आएर यस्तो गर्नु खेलेकै छैनन् कि त्यहाँ हात हल्लाउँदै लिन्ठिङ बसिरहेको त्यो सेतो टी सर्ट लाएर के खेलेछन् कि के गरेछन् यसरी खुट्टा तन्काउँदै बसिरहेछन् के टिचरले पुरा खुट्टा तन्काएर लगाइरहेछन् उहाँ पर एउटा मान्छेले कस्तो मजाले गिटार बजाइरहेको यार एक्लै बसेर उहाँ पर म पनि जानुपर्छ क्या चाच्चे मैले बजाउँगा भन्दा जाने कि गएर भए दिनी भयो त उहाँ पर नि एउटा मान्छे बस्यो जस्तो त लाग्थ्यो सकिहाल्यो यसो जान्छु है त त्यहाँ तर भन्न चाहिँ लाज लाग्छ कि मलाई फेरि आउँछ भन्न कसरी भन्ने राम्रोसँग भन्न नि आउँछ तर भन्न चाहिँ लाज चाहिँ लाग्छ क्या फेरि लाग्ने त बुढी आमाहरू एक्सर्साइज हेरेर मेरो साथीहरू अघि नाचेको देखेर मलाई लास्ट हाँस लागिरहेको थियो नाच्यो भने नाच्न सुरु भयो ए प्र्याक्टिस रहेछ क्या डान्सै रहेछ क्या कस्तो दामी नाच्यो भने यार रङ्ग लाग्दो गरेर हेर्नु तिनजना छन् होइन तिनजनाको एउटै छ कि पुरा सही टाइमिङ सही छ कि तिनटैको एउटै टाइमिङ छ यार आम्मामा कस्तो मजाले नाचेको त्यहाँ छेउमा त गएको त्यो मान्छे चाहिँ त्यहाँ आफ्नो केही काम गरे जस्तो लाग्यो अनि डिस्टर्ब गर्नै मन लागेन क्या मलाई बसिरहेछन् के गरिरहेको क्या त्यो बुढोले तार मिलाएको हो कि गिटारको स्ट्रिङ हो कि के मिलाइरहेको जस्तो लाग्यो अनि फेरि गएर अब सोधौँ भने के भनौँ होइन यसो गएको अनि फेरि बाटोमा नि बसेँ होइन क्या उता छेउमा गएर बसेँ अब उहाँ छेउमा त के गइराख्नु फेरि बजाइराख्यो गएर उहाँ कस्तो राम्रो भनेर तालिफ गरेर कुरा सुरु गर्नुहुन्थ्यो अहिले बजाएको रहेन चाहिँ क्या फेरि अघि म आउने बेलामा बजाइरहेको थियो शीत भएन पारीको मान्छे नै गइसक्यो कि यसो गएर गिटार बजाइदिउँ भनेको सायद भ्याइ जस्तो छ आवाजहरूको चाहिँ ती भाइहरू त निस्कियो के अरे अब जाने होला सायद जस्तो दामी छ आवाजको सक्यो भने जानेको त मैले त होइन रहेछ त्यो ठुलो क्लासकोहरू थिए क्या खेल्न थिए यिनीहरू चाहिँ सकिन्छ आवाजहरूको बल्ल गेम सुरु हुनु लाग्यो जस्तो छ मलाई त बल्ल त्यस्तै लाग्यो यिनीहरू उताको त्यो हरियो खालको ग्राउन्ड जस्तोमा खेलाइरहेको थियो अहिले बल्ल यो ग्राउन्डमा लिएर आयो अब गेम सुरु हुन्छ कि कुनै यत्रो धेरै लामो बेरसम्म वार्मअप त हुन नपर्ने हो कति धेरै बेरसम्म वार्मअप गरे त नि गर्न नि अनि त्यो गिटार बजाउने मान्छे त बजाउँदैन जाम के भनेको केही बजाएन त्यसै म चाहिँ यसरी फोटोसुट गर्दै बसिरहेको त्यो मान्छे चाहिँ आफ्नो बाटो लाग्यो म चाहिँ यहाँ बसेर त्यहाँ उभिएर गीत गाइरहेको थिएँ अनि म चाहिँ यहाँ बसेँ होइन अनि आनन्दले गीत सुने रमाइलो लाग्यो अब त्यो के हो बुढाबुढीहरूको चाहिँ गेम हुँदैछ अझै घाम भएर यस्तो खतरा घाम हुन थाल्यो अनि अब चाहिँ म चाहिँ जान्छु उता आवाजहरूको उसतिर जान्छु कस्तो मजाले गीत गाएको क्या त्यो मान्छेले अनि मलाई एकदम आनन्दले घाममा बसेर पुरा सुनिरहेको थिएँ अनि त्यसपछि लास्ट खासै बोलिनँ अनि लास्टमा चाहिँ बोलेपछि एकदम एकैछिन त गफ गरेँ तर भिडियो चाहिँ खिचिनँ क्या फेरि अब झप्प क्यामेरा निकालेर गफ गरेको भिडियो खिच्नु त अलि हुन्छ नि त अनि गीत सुने एकछिन अनि त्यसपछि ऊ चाहिँ आफ्नो बाटो लागेँ म चाहिँ आफ्नो बाटो लागेँ त्यही हो गाइस अहिले चाहिँ म साइकल लिएर यता राउन्ड मार्नलाई आइसकेँ साथीहरू साइकल चाहिँ म यसरी फेरि धेरै चलाउने बानी नभएर होला एउटा हात छोडेर चलाउँछ नि मलाई आउन्न नि आउन त आउँछ बट डर लाग्छ क्या यसरी चलाउँछ नि झन् ओह्रालो छ ब्रेक हान्नुपर्छ भयो रिस्क नै लिने क्या मलाई आउँदैन कि राम्रोसँग आउन त आउँछ बट यसरी भिडियो गर्न थाल्यो भने कन्सन्ट्रेसन जति क्यामेरामा जान्छ नि त अनि साइकलमा ध्यानै हुन्न यहाँ पिङ छ कति राम्रो बुढाबुढी खेले नि यहाँ कति माया लाउने यस्तो सानो बच्चाहरू छन् कि यहाँ सबै त्यहाँ नि छन् माथि माथि चढेछन् त्यहाँ छन् यिनीहरूलाई फेरि यसरी नजिकै गएर खिच्न पाइन्न नि त जापानमा चाहिँ बच्चाहरूलाई खिच्न पाइन्न कि उनीहरूको प्यारेन्ट्सको पर्मिसन बिना चाहिँ खिच्न पाइँदैन कि त्यही भएर कस्तो दामी ठाउँ छ
अब आवासहरूको नि गेम सकिने बेला होला है। अब जान्छु अनि अघि चाहिँ यताबाट आएको थिएँ। अब फेरि यसरी यताबाट गएर उताबाट फर्किन्छु। त्यही हो गाइस, आवासको गेम सकिसक्यो, आवास फर्किसक्यो। अब हामी दुईजना चाहिँ घरमा जान्छौँ। यसरी साइकलमा हुँदाखेरि त भिडियो बनाउन मिल्दैन भन्दा नि म यसरी 100 गर्दै यसरी भिडियो गराउन अलिकति अप्ठ्यारो लाग्छ। अहिले लोड्यो भने मेरो फोन पनि जान्छ। हिँड अगाडि बरु गाडी आएको बेलामा राम्रोसँग हिँडे है। अब नझुक्काउ अब त्यो बुढोलाई। यसरी झुक्काइदिन्छ क्या आवासले चाहिँ अगाडि हिँड्छ। अनि त्यसपछि त्यो बाटो आफू हिँडेको मान्छेहरूलाई चाहिँ झुक्काइदिन्छ। यस्तोसम्म बाटोमा त सक्छु म। ओह्रालो उकालो आयो गाडी आयो भनेदेखि चाहिँ अलिकति डर लाग्छ। त्यही हो, हिँडिरहेको छु साथीहरू। अब घर गएपछि भेटौँला। यहाँ चाहिँ यस्तो छ, यहाँ चाहिँ यस्तो दामी गाडी छ। यो चाहिँ हुन्डाईको गाडी भयो। यो चाहिँ कसको गाडी हो के गाडी हो थाहा भएन, बट सधैँ यहीँ हुन्छ लगभग। अनि यो गाडी लास्ट दामी लाग्छ क्या मलाई। ल जाऊँ आइसक्यौँ हामी चाहिँ घरमा। खेलाडीहरूको हालत त्यस्तो छ यहाँ पुरै सिरियस इन्जरी त केही पनि भएको छैन। ल ठिक छ। म चाहिँ काममा हिँड्न लागेँ। म चाहिँ घरबाट निस्केर आएर खानासाना खाएर सुतेँ। अब चाहिँ काम। यो साथीहरू काममा गएपछि भेटौँला। बाटोमा रमाइलो छ। म बाटोमा के इन्ट्रेस्टिङ कुराहरू भेट्यो भनेदेखि चाहिँ ठ्याक्क लगाएर देखाउने छु। काम सकेर निस्किसकेँ म चाहिँ साथीहरू। अब घर जान्छु। आज थोरै ढिलो भयो, स्यालेरी चाहिँ त्यो पेपर मार्नुपर्ने थियो अनि त्यही भएर थोरै ढिलो भयो। अब चाहिँ म जाँदैछु। मान्छेको चप्पल छ आज भिडियो चाहिँ केही जस्तो लाग्दैन। जति धेरै मान्छे भयो नि ठुलो युट्युबरवाला भाइ हुन्छ क्या। आज ढिलो हुन्छु यार म। आज